भएन है यो अलि बर्थडे राम्रोसँग पठाइदिन्छु यहाँ चाहिँ बर्थडे मनाउन लागि रेडी भएको अवस्था छ सबैजना। यहाँ चाहिँ सबैजनाले जसो तसो तयार पाइरहेछ। काले भाइको बर्थडे हो। यता चाहिँ सनाइ फुकिरह। म चाहिँ राम्रै हुन्छु भ्लग बनाउनु भयो भएन यो कपडा त हो र कपडा लाउँछु भयो बर्थडे यति ठिक छ यस्तो सिप बना हाम्रो डिजाइनर मैले 10,000 मेरो बोलाएको 10,000 तेरा भाइको बर्थडेमा बोलाएको मेरो बर्थडेको भ्लग भन्ने हाल नि मेरो बर्थडेको भ्लग मैले हालिदिउँला नि त ल बिस्कुटलाई कस्तो भयो हेलो गाइस त के रे कलर चोइस म अलिकति कम भने यो सारीका हुन्छ दुबई भएर ढिलै बढी हुन्छ जस्तो लाग्छ यसलाई आफूले यस्तो भन्दैन भाइ भन्न यता गर्छ पुलिस आज भनिदिँदा घर मिसियो ठ्याक्कै थाहा रहेछ त मेरो हेर चाहिँ हाम्रो टिकटक ह्याप्पी बर्थडे बनाउने छ हेर चाहिँ हाम्रो राजा हेर राजा ओ राजा कालु पाण्डे राजा हावाले चाहिँ यसलाई झारिन्छ क्या बरु हेलो सम्पूर्ण नमस्ते। आज चाहिँ मेरो जन्मदिन परेको हुनाले चाहिँ आज साथीभाइसँग जन्मदिन मनाउन हामी रेडी भइरहेको अवस्था छ। साथमा बहिनी छ भनेदेखि यता काले भाइ छ। काले भाइको फोटो पनि राम्रो देखेँ राम्रोसँग कस्तो बर्थडेमा चाहिँ उडाउनु त नि अनि बोल्दैन अलिक मजाले पड्काएर सकिसक्यो नि यो त लास्ट अलरेडी यो डुलिसकेको छ कहीँ पड्किने र अब चाहिँ म यहाँ केक काट्न लाग्दैछु। सकिसक्यो अब बहिनीको 2-4 शब्द सुन्नु होला। मम ड्याडीलाई के सम्झिन्छ कि बहिनीले? ल बहिनी के हो? ह्यापी बर्थडे टु यु Happy birthday to you. Happy birthday to you. ल अब यो चाहिँ मैले बालिदिन्छु। कस्तो यस्तो ल हो भित्र गर्न अर्कोपट्टि गर्न त्यसैपट्टि बाङ्गो फर्स्ट अलि माथि समातेर गर क्यामेराम्यान हात जल्ला क्यामेराम्यान अब चल्नुहुन्न यस्तो यस्तो गर्नुपर्ने हो नि क्यामेरामा चल्ने होइन कि ल मैले अब बर्थडे मनाउँदैछु। आगो फुकेर काली भाइले बालिदिनु नि हो। काली भाइ काम चाहिँ के हो? खाने मात्र जीवन दे जीवन के दिए अब खाने के देखाएको तैँले हात पोल्न लागिदियो अरे त्यसलाई एउटा पानी ल्याइदिनु त है ल त्यत्तिकै फुकेर नि बोल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ल ल मेरो वर्किङ फिक्स होस्। म सँगसँगै काली भाइ पनि वर्किङ फिक्स होस्। अरू एउटा कम्पनीमा परोस् अनि च्यान्टे भाइ भन्न नपरोस्। नो डिलिट 100% म होइन हालिदिन्छु कि युट्युबमा फेसबुकमा मलाई च्यान्टे भाइ भन्दा चाहिँ मित्र दाइको हल्का याद आइरह यो नाम मित्र दाइ राख्यो। ल सुन त अब केक काट्नु रोक्नु न एकछिन बोल्न दिन न बत्ती ल बोल्न त सुन्दा एकछिन पुग्ने हो कि ल अब त्यो पुग्ने राख्नु अब फेरि म बोल्छु ल हेलो हेलो आज चाहिँ मेरो दाइको बर्थडे हो कति वर्ष हुनुभयो हजुर त्यो त म खोल्दै खोल्दैन अनि हामी त के खान्न बाला के अझै बालकै छ अझै बिहे गर्ने बुढो भइसक्यो क्या त्यो भएर अलि एज खुला हुन भाइ लाज हुन्छ यता पनि देखा न यो मान्छे बुढो होइन अलिअलि खोला त त्यो ढोका खोला गरौँ भयो होइन यहाँ आउनै हुन्छ किनकि यो बत्ती बोलिरहेको नि त केही हुँदैन केही हुँदैन। ल अब चाहिँ केक काट्न रेडी छौ? उइस भयो उइस मैले मागिसकेँ। उइस पुरा भइसक्यो क्या उइस भनेको त्यो बत्ती त निभाउने होला नि त अनि काट्ने होला नि उइसको लागि आफूले मेहनत गर्नुपर्ने हुन्छ। 1 2 3 गर मन ट्याक्क यो टक्क त साह्रै खोरे यो चाहिँ उ गर्नुपर्छ कि बत्ती निभाएर है काट्ने चाहिँ बत्ती निभाएर त्योभन्दा अगाडि टिका लगाएर काट्नु होला नि त होइन टिका लाउनु पर्दैन भाइ केक काटा टिका लाउने हो बेबी केक काटा टिका लाउँछ होइन छिटो भन्न काटेपछि के गर्ने भाउजूले ह्याप्पी बर्थडे भने होइन यिनीहरूले कहाँबाट ह्याप्पी बर्थडे भन्छ बत्ती बोलिरहेको बेलामा अनि बत्ती मार्नु भने ह्याप्पी बर्थडे टु एड आइरहेको फेरि पुरै मारौँ न फुगर बिस्तारै
मलाई मार्ने मन लागेन एकछिन रोक है म बुढो हुने मन लागेन ल भयो ह्याप्पी बर्थडे नि भन्न काले मुद्राले To you. ह्याप्पी Happy birthday to you. Happy birthday to you. Happy birthday To you. Happy अब- birthday बच्चाहरूले म ठुलो भइसक्यो ओए उता बेबीको बर्थडे होइन मेरो बर्थडे यता के खाना मन लाग्छ धेरै केही हुन्छ मस्किने होइन होइन अब अर्कितिर लाग्यो होइन अरू तँलाई के भन्नु यहाँ फोहोर फाली छ नि तल मैले जग्गा के को टिक्रो भने त्यही होला नि ल अहिले खाने हुन्छ है केक। अलिक सरसरमा ध्यान दिनु होइन अलि राम्रो राम्रो आशिष दे यस्तो नदे अब त के छ त आशिष तर सबै दिइहाल्छु नि। हेरे गिफ्ट दिन म तँलाई केक दिन मैले भन्दैछु हात धुएर आउँदै दिन्छु है भयो। एक लाख जिन्दगी करोडको माल ल, मैले 1 रुपैयाँ सिक्का खन्न गर्नु नि। तिमीलाई दिन्छ भने होला यस्तो मिठो केक केक पैसा दिँदैन आफै खान्छ अरे, नभएर होइन इन्सानलाई त हेरी हेरी